म चाहिँ आज यो पानी खाने ठाउँमा अथवा नुहाउने ठाउँमा स्नान गर्ने ठाउँमा आइसकेको छु। यस्तो प्रकृतिले दिएको हामीलाई वरदान भन्छु, भगवान्ले दिएको वरदान हाम्रो कतिपय ठाउँमा छ जसले चाहिँ हामीलाई जस्तोसुकै अवस्थामा पनि हामीलाई सर्भाइभ गर्नको लागि अत्यन्तै आवश्यक छ। किन होला हामीले जहिले यो सफा गरिरहेको हुन्छौँ र कतिजनाले यो क्याम्पेनहरू रन गरिरहेको हुन्छौँ, यो त हामी यति हैरान भइसक्यो कि यसलाई त हामीले अब के भन्ने, अब यसको दायित्व चाहिँ को हो? फोहोर फाल्ने मान्छेको दायित्व हो कि हामी सफा गर्ने मान्छेको दायित्व हो कि या सरकारको दायित्व? यसमा पक्कै पनि मलाई लाग्छ हामी सबैजनाको दायित्व हो। यदि हामीले फोहोर फाल्न नै छोडिदियौँ भने त पक्कै पनि फोहोर हुन्थेन होला, हामी सधैँ यसरी भन्नु चाहिँ पर्थेन होला। र हामीले यसमा चाहिँ थोरै एउटा म्यानेजमेन्ट स्थानीय मिलेर या सरकार मिलेर या हामी क्याम्पेन बिल्डरहरू चाहिँ मिलेर चाहिँ एउटा पक्कै पनि एउटा आइरनको एउटा डस्टबिन जहाँ चाहिँ प्लास्टिकको फोहोर राख्ने एउटा त्यो अभियानमा हामी पक्कै पनि लाग्नेछौँ। र सकेसम्म म चाहिँ के भन्छु भन्दाखेरि तपाईँको ठाउँलाई विकास गर्ने हजुरहरूले हो। हामी त केवल यहाँ यस्तो भइरहेको छ तपाईँले यसरी गर्न सक्नुहुन्छ भन्ने एउटा मार्गदर्शन दिएपछि तपाईँको ठाउँ विकास हजुरहरूकै हातमा छ। किनकि सधैँ हामीले नै आएर गरिन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन, किनकि सबैजनाको आफ्नै ठाउँलाई विकास गर्नुपर्ने हुन्छ। यो कतिपय यो धेरै ठाउँको समस्या रहेको छ। यहाँको भयो, नारायणथानको भयो, नारायणथान त ठिकै छ, त्यसपछि तपाईँको यो नारायण डाँडातिर पनि यो समस्या नै छ। यो जहाँ यो हाम्रो वाटर रिसोर्सेस छ यसलाई चाहिँ हामीले अत्यन्तै बचाउनु छ, हाम्रो पुस्ताको लागि बचाउनु छ र हामी अब आउने जेनेरेसनको लागि बचाउनु पर्ने छ। र हामीले सधैँ फोहोरो उठाएर मात्र होइन कि हामीले फोहोर नफालेपछि यो पक्कै पनि यो बन्द हुन्छ। हामीले चाहिँ एउटा बुझ्नुपर्ने कुरा छ कि आज हामीले वाटर रिसोर्सेस बचाइयो भने भोलि सङ्कटकालमा चाहिँ हाम्रो वाटर रिसोर्सेस हामीलाई नै बचाउने हो। र यति भन्दै कृपया सम्पूर्णजनाले आफ्नो ठाउँबाट यो अभियानलाई आफै लाग्नु हुन म हार्दिक अनुरोध गर्दछु। कोही जोडिन चाहनुहुन्छ भने पनि म हार्दिक अनुरोध हजुरहरूलाई वेलकम गर्दछु। र तपाईँको ठाउँमा के कस्तो समस्याहरू छन् त्यसको बारेमा भिडियो बनाउन चाहिँ पक्कै पनि नभन्नु होला। हामी सँगै छौँ, साथमै छौँ र सबैलाई जोडेर अगाडि बढ्नेछौँ। धन्यवाद।